हेरौँ अब गरेर देखाउँछु भनेको छु, अगाडि बढ्दैछु, गर्छु, गरेरै देखाउँछु भन्छु। तर फेरि पनि किन के यस्तो गरेर हुन्छ यार, मलाई मात्रै हुन्छ। म पीडा कसलाई सुनाउनु जाउँ, साथीभाइलाई सुनाउँ भने मजाको बनाउँछ, आमा बाउलाई भन्यो भने टेन्सन लिन्छन्, कसलाई भन्न जाउँ म। अब दाजुभाइहरूलाई भनौँ भने दाजुभाइहरू आफ्नै टेन्सनमा हुनुहुन्छ, उहाँहरूलाई किन तनाव दिनु होइन। वेलकम ब्याक टु माई न्यू भिडियो, न्यू भ्लग। अब चाहिँ मैले के भन्दैछु, आज चाहिँ पुरै सिरियस टपिकमा छौँ हामी चाहिँ। धेरै नै चम्की, धेरै नै गर्छु भनेर चाहिँ उत्रेर यसो आफूमा भएको जति क्षमता अनुसार चाहिँ मैले गरिरहेको थिएँ युट्युबमा। तर आज आएर टिकटक र युट्युब जोड्ने चाहिँ छोड्नुपर्ने, यहीँ छोड्नुपर्ने जस्तो स्थिति आएको छ। मलाई यस्तो हुन्छ, म यस्तो छु भनेर म आफैलाई पनि मैले कल्पना पनि गर्न सकेको छैन। जिन्दगीमा हार पनि खाएँ, दुनियाँको गाली पनि खाएँ, हेपाइ नि खाएँ, नराम्रो पनि सुने कानमा, यसले यस्तो उस्तो भनेर भन्यो, त्यही पनि मैले यस्तोलाई सामान्यको साथमा यसलाई चाहिँ म यसलाई गरेर देखाउँछु भनेर चाहिँ अझै अगाडि बढिरहेको थिएँ। तर आज उनीहरूको अगाडि र उनीहरूको नराम्रो सराब मलाई लाग्यो जस्तो लाग्यो। के गर्नु, जिन्दगीमा हरेसै खानुहुन्न भन्ने धेरैबाट सुनेको थिएँ, धेरैबाट केही कुरा सिकेको थिएँ, नयाँ कुरा सिकेको थिएँ, पुरानो नराम्रो कुरालाई बिर्सिरहेको थिएँ। तर आज आएर टिकटक र युट्युब जोड्ने चाहिँ यहीँ छोड्नुपर्ने जस्तो आएको छ। मैले अब 100K बनाउन लागेको थिएँ, तर मैले सकिनँ। म केही गरेर देखाउँछु भनेको थिएँ, त्यो नि सकिनँ मैले। अनि जुन अहिलेको मेरो स्थिति छ यही छ। अब हुन्छ नि, अब मैले हार चाहिँ मानेको होइन कि मेरो जुन अहिलेको बेस थियो त्यो पहिला नि हुन्छ, म गर्नेछु, गरेरै देखाउँछु भनेर चाहिँ मैले अगाडि बढिरहेको थिएँ होइन। यताउतिको मतलब नदेखिन अगाडि बढिरहेको। तर आज आएर युट्युब जोड्ने युट्युब र टिकटक जोड्ने चाहिँ यहीँ छोड्नुपर्ने जस्तो आइपरेको छ। जुन किसिमको कुराहरू सिकेको थिएँ त्यो कुरालाई नि मैले यहीँ बिर्सिन्छु होला। र जुन दिन पहिला, योभन्दा पहिला मैले युट्युबमा रमाइलो के कस्तो नरमाइलो, रमाइलो के कस्तो भिडियो हालिदिएको थिएँ, तर त्यसले मलाई आफैलाई असर पार्छ भन्ने आफैलाई थाहा भएन। हालिरहे तर पछि आफैलाई तानिरहेको रहेछ खुट्टामा। जुन मान्छे पहिला हाँसेर बोल्थ्यो त्यो मान्छेहरू आजभोलि टाढिँदै गएको छ। ठिक छ, मलाई सपोर्ट गर्नुभएकोमा, अहिलेसम्म सपोर्ट गर्नुभएकोमा सबजनालाई धेरै धेरै धन्यवाद। र मेरो सपनामै हुने भयो, सपनामा म विपनामा परिणत गर्थेँ भनेपछि, तर सकिनँ। आज आएर हार बिहोर्नै पऱ्यो मैले। तर म रुन मात्रै सकेको थिइनँ, किन भन्दाखेरि हिजो बेलुका म लाइभ पनि बसेँ। तर आज कस्तो लाग्यो भन्दाखेरि चाहिँ ओहो, मेरै कारणले रहेछ कसैको इफेक्ट पर्ने, मेरै उले नराम्रो बोले होला मैले युट्युबमा, तर खासै नराम्रो बोले जस्तो त लागेको थिएन त। नि एउटा मान्छेले आज त्यो मिहिनेत गरेपछि त त्यसलाई नि त्यसको त प्रतिफल त मिठो आउँछ भन्ने सुनेको थिएँ। तर खासै झन् मैले त नराम्रो पाएँ, हेपाइ पाएँ, यस्तै पाएँ होइन। मलाई एकदम मेरो हेटर्सहरू चाहिँ छन् क्या, मलाई खुट्टा तान्ने मान्छेहरू धेरै छन्। म जब अगाडि बढ्छु, जब गरेर देखाउँछु भन्छु, तर मलाई खुट्टा तान्ने मान्छेहरू हुन्छन्, मलाई सपोर्ट गर्नु मान्छेहरू पनि हुनुहुन्छ। धेरै धेरै धन्यवाद। र युट्युब जोड्ने, टिकटक जोड्ने, के जोड्ने हुन्छ मैले यहीँ छोड्ने अवस्था नै आइपरेपछि मैले अब आफ्नै लागि राम्रो उचित नभएपछि तब मैले छोड्नै पर्यो होइन। के भन्नु, अरू बोल्नको लागि एउटा शब्द पनि छैन। त्यो शब्दलाई नै
केरी त्यसलाई नै अलि धेरै लामो बनाइ म भन्दै चाहन्छु। जिन्दगीमा धेरै कुरा सिकेँ, धेरै मान्छे आउनुभयो, भ्लग हेरिदिनु भयो, धेरै मान्छेले खुट्टा तान्न खोज्यो। ठिक छ, उहाँहरूलाई धेरै धेरै माया छ। मेरो नराम्रो सोच्नेहरूलाई नराम्रो होस्, मैले अरू के भन्नु। अब मैले सपना देखेको थिएँ, एउटा सानो सपना भनौँ कि मेरो जीवनको त एउटा ठुलै सपना भयो। तर सपनालाई मैले परिणत गर्न सकिनँ विपनामा, राष्ट्रमा सपनामै टुङ्गाउनु पर्यो। त्यसको लागि धेरै धेरै सरी मेरो आमा बुवा लगायत दाई दिदी, मेरो आफन्तहरू। खुट्टा तान्ने आफ्नै हुन्छन् भन्ने सुनेको थिएँ, नभन्दै हुँदो रहेछ जस्तो लाग्यो। किन भन्दाखेरि जिन्दगीमा यस्तो छेड पनि थियो कि जुन दिन म यस्तो रहेछ है भन्ने, जुन दिन म कस्तो थिएँ, जुन रूपमा म अहिलेसम्म यहाँ चाहिँ आएको थिएँ नि, जो मान्छेले भनिदिन्छ नि अलिकति राम्रो हुन्छ, वाह भनिदिन्छ नि, यो खुसी लाग्छ एउटा एक प्रकारले। तर त्यो खुसीभित्र कति दुःख लुकेको छ त मलाई मात्रै थाहा छ नि। त्यो देख्न मात्रै सजिलो, यसले यता गरे उसले, त्यसलाई गर्नुलाई यति अफिलो छ कि त्यहाँ के गर्नुपर्छ, कसो गर्नुपर्छ अझै मलाई त आउँदैन। अब मभन्दा अलिकति एक्स्ट्रा लेभल अलिकति बवाल मान्छेले त अब उहाँहरू त आउँछ, राम्रो गर्नुहुन्छ। अब हामी कहाँ जानु, न कतै जान पाखौँ, न छ पैसा छ, न क्यामेरा राम्रो छ। अहिलेकोमा त क्यामेरा राम्रो हुनुपर्छ, क्वालिटी राम्रो भए पो हेर्न आउने मान्छेहरू। अब आफै कमाउँछु, आफै किन्छु त भनिरहेको छु। तर आज आएर टिकटक र युट्युब जोड्ने यहीँ छोड्नु पर्दा त धेरै दुःख लागेको छ। आँसु मात्रै नआएको हो कि अब जति नै मलाई बाहिर यति रमाउँछु, म यति सबैसँग घुलमिल हुन्छु, यति नै फ्रेन्डली, अझै म फ्रेन्डली हुन्छु सबसँग फ्रेन्डली। जत्रै बुढो देख्नुपर्छ होस्, बुढा देख्नुपर्छ, म एकदम फ्रेन्डली, जे भन्यो म एकदम छु। तर आज आएर त्यसको सबै मलाई पोखिगएको छ। अब तपाईँहरूले नै हो मलाई अब पहिला जस्तै उज्यालो बनाउने, दुःख नबनाउने। अब तपाईँहरूले नि गर्दा मलाई अब जोस आउने, जागर आउने। अब के भन्नु मैले, अब म त हाल्ने छु भिडियो, किन नहाल्ने, मलाई जसले जेसुकै भन्नुहोस्, तर म हाल्छु। तर त्यो हाल्दाखेरि भिडियोमा इफेक्ट पर्छ, म आफूलाई पनि इफेक्ट पर्छ, मेरो यताउता होइन। मलाई जुन दिन योभन्दा पहिला मलाई गर्थ्यो नि जो मान्छेहरूले मलाई, तर यो युट्युबबाट छुटाउनलाई धेरै मान्छेहरूले कोसिस गर्यो, एकदम कोसिस गर्यो। किन भन्दाखेरि म त सिधै भनिदिन्छु, मलाई पढाइबाट नि एउटा टर्चर आयो। अब झुट नबोलिकन सात कक्षामा मैले एउटा मात्रै विषय कटाएको थिएँ कि जुन एउटा मात्रै, तर पास चाहिँ भएको लास्ट सेकेन्ड एक्जाममा चाहिँ एउटा मात्रै विषय, जुन कुन नेपाली हो कि सायद के चाहिँ मैले कटाएको थिएँ, अरू केही नकटेको। अनि मलाई के भन्नुभएको थियो नि, युट्युबले गर्दा यो बिग्रेको यताउति सब भनिदिनुहुन्थ्यो। अनि मैले त्यो मलाई एकदम चित्त दुख्यो। ठिक छ नि त, एकचोटि ट्राई गरौँ, युट्युब छोडेँ मैले। त्यो पनि मलाई युट्युबमा अलिकति इफेक्ट पर्यो, खासै राम्रो भएन। अनि त्यसपछि 8 क्लासमा गयो, 8 क्लासमा राम्रै बनाएँ, फेरि त्यहाँ पनि छोडाउनु लाग्यो, यताउति भन्यो, मोबाइल माग्यो, यता गऱ्यो। तर आफ्नो पछि रूप देखाइहाल्नु सबजनाले। तर हेरौँ, अब गरेर देखाउँछु भनेको छु, अगाडि बढ्दैछु, गर्छु, गरेरै देखाउँछु भन्छु। तर फेरि पनि किन के यस्तो हुन्छ यार, मलाई मात्रै हुन्छ। म पीडा कसलाई सुनाउनु जाउँ, साथीभाइलाई सुनाउँ भने मजाको बनाउँछ, आमा बाउलाई भन्यो भने टेन्सन लिन्छन्, कसलाई भन्न जाउँ म। अब दाजुभाइहरूलाई भनौँ भने दाजुभाइहरू आफ्नै टेन्सनमा हुनुहुन्छ, उहाँहरूलाई किन तनाव दिनु होइन। अब आफैलाई दिउँ भने आफै यस्तै छु। अब के भन्नु यार, सेट। यो भिडियोमा कतिको माया आउँछ, माया गरिदिनु होला। अब युट्युब जोड्ने, टिकटक जोड्ने र युट्युब जोड्नेलाई चाहिँ छोड्न नपरोस्, छोड्न पनि मन छैन, छोड्ने पनि छैन भन्ने थिएँ मैले। तर मान्छेको मुड एउटै हुन्न रहेछ, सबैको मुड बिस्तारै चेन्ज हुँदै गर्छ रहेछ। के गर्नु, पहिला हाँसेर बोलेर सँगै हिँडेर होइन, यताउति टक्क गफ गर्ने मान्छे चाहिँ नै अब नबुझ्ने, यताउति त्योमा त्यस्तो भयो भनेपछि त अब दुःख पोख्ने नै ठाउँ छैन भनेपछि अब कसलाई पोख्नु। ठिक छ, जति नै म यहाँ हाँसेर बोलेको छु त्यति नै दुःख छ, भित्रभित्र त्यति नै दुःख छ, त्यति नै नराम्रो पीडा छ। तर त्यो पीडाको औषधि भनेको नि तपाईँहरूले माया गरिदिनु होला, एकदम साथ सपोर्ट गर्नु होला। अब चाहिँ गरेर देखाउँछु भनेको थिएँ,
तर के भन्नु यार, झन् त्यही कुरालाई चाहिँ कोटाउँदा नै झन् दुःख पल्दिन्छ। त्यही भएर त्यो दुःखलाई एकैछिन साइड लाएर चाहिँ हामीले सुख ल्याउनु पर्ने हुन्छ। तपाईँहरूले टिकटक र युट्युब, बरुमा टिकटकमा चाहिएन, युट्युबमा एकदम माया देखाउनु होला। युट्युब र टिकटक जोड्ने अब यहीँ समाप्त जस्तो नि आउँछ, वार्निङ पनि आउँछ, यताउति भन्छन्। दुःख लाग्छ यार, धेरै नै दुःख लाग्छ कि यत्रो मेहनत गरेको खासै कसैले देख्दैन क्या। मेहनत कस्तो हुन्छ, मेहनत म आफैले पनि बुझाएन मेहनत के हो, मेहनत कस्तो हुन्छ भन्दाखेरि मेहनत जुन दिन हामीले मेहनतको फल पाउँछ नि त्यो दिन चाहिँ के हुन्छ, ओ मैले मेहनत गरेको थिएँ है भन्ने हुन्छ। अहिलेसम्म खोइ मैले मेहनतको फल पनि पाएको छैन, खासै मेहनत पनि गरे जस्तो लागेको छैन होइन। त्यो के हुन्छ पछि नै थाहा हुन्छ। र एभ्रिवान आजको अब के भन्नु यार, ब्याड भन्नु कि गुड भन्नु, आज त्यस्तै भयो। कसैलाई पनि मैले तोकेर भन्न खोजेको होइन, कसैलाई पनि घोचेर भन्न खोजेको होइन, कसैलाई नि घोचेर बोल्न खोजेको होइन। सबजना एउटै लेभलमा हुनुहुन्छ, सबजनालाई माया छ धेरै। मेरो हेटर्स र मेरो खुट्टा तान्नेहरूलाई पनि माया छ, उनीहरूको राम्रो होस्, मेरो नराम्रो भयो पनि उनीहरूलाई राम्रो होस् भन्छु म चाहिँ। र अब युट्युब जोड्ने र टिकटक जोड्ने छोड्ने कि नछोड्ने त अब तपाईँहरूकै हातमा छ। आजको भिडियोमा माया देखाउनु होला, अब आउने भिडियोमा माया देखाउनु होला भन्दै आजको भ्लग यतै इन्ड गर्छु। र थ्याङ्क फर वाचिङ, बाई बाई गाइज। र के भन्नु यार, दुःख लागेको छ, त्यही हो।